हाम्रो डेस्टिनेसन भनेको फेरि अब घरतिर लास्ट चिसो भयो हाम्रो घर चाहिँ तर धेरै टाढो छैन त्यही तलतिर हो अनि हामी छिटै फर्किहाल्यौँ हामी यताको चिसो अलिक खप्नु नसकिने रहेछ त्यहाँबाट फर्किहाल्यौँ यताको वातावरणहरू यस्तो छ हल्ला चाउ भनिदेऊ चाउ भन्नु सर दर्शन हजुर यस्तै छ हाम्रो पारा हजुर यो मान्छेहरू पनि भिडामभिड यता घुम्न आउनेहरू प्रशस्त मात्रामा पाइन्छ सिजन झरेको छ तर कहाँबाट झर्छ भन्ने कुरो चाहिँ थाहा छैन त्यसरी नखेलाउनु होला लाग्छ मुन्छेलाई लाग्यो भने ठिक हुँदैन हट